नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको यो 2 बुन्दे सहमति स्रोत त हामीसँग त्यही सहमति पत्र नै भयो होइन? हो, मूल आधार त्यही 2 बुँदे सहमति नै हो। ल, पहिलो बुँदाबाटै सुरु गरौँ न त। वामपन्थी शक्तिहरू बीच एकता र सहकारी अरे। यो त सुन्दा उही पुरानै जस्तो लाग्छ। हो, वाम एकताको कुरा त पहिले पनि धेरै पटक उठेकै हो। तर यसपालिको यो बुँदाले फेरि एकचोटि दुई दल बीच औपचारिक रूपमै संवाद, नीतिमा समन्वय अनि मिलेर काम गर्ने नीति लिएको जस्तो देखिन्छ। ए, मतलब फेरि एकपटक प्रयास। प्रयास। यसको भित्री लक्ष्य चाहिँ एउटा बलियो वाम गठबन्धन बनाउने अनि त्यो गठबन्धन मार्फत देशको नीति निर्माणमा प्रभाव पार्ने, लोकतान्त्रिक प्रक्रियालाई आफ्नो तरिकाले बलियो बनाउने अनि उनीले प्रतिनिधित्व गर्ने वर्ग जस्तो मजदुर, किसान, अरू अल्पमत समुदायहरू छन् नि, उनीहरूको हितमा काम गर्ने भन्ने हो। संसदमा पनि मिलेर जाने भन्ने होला नि त। हो, संसदभित्र होस् वा बाहिर साझा मोकफ बनाउने, संयुक्त नीतिहरू ल्याउने प्रयास गर्ने भन्ने देखिन्छ। भनेपछि यो अलि सैद्धान्तिक आधार जस्तो भयो, मिलेर जाने, शक्ति बढाउने। तर सिद्धान्तलाई व्यवहारमा कसरी उतार्ने त? दोस्रो बुँदा त्यतैतिर लक्षित होला, होइन? हो, ठ्याक्कै। दोस्रो बुँदा चाहिँ यही व्यवहारिक पक्षमा केन्द्रित छ। शक्ति बाँडफाँड र सरकार सञ्चालन। यो सुन्ने बित्तिकै अलि जटिल पो हो कि जस्तो लाग्छ। हो नि, सधैँ नै अलि पेचिलो विषय हो यो। यसमा चाहिँ शक्ति कसरी बाँड्ने भन्ने एउटा आधारभूत खाका जस्तो दिएको छ। यस अनुसार एमाले र माओवादी केन्द्रले सरकार बनाउँदा र चलाउँदा सहकार्य गर्ने अनि त्यो सहकार्यमा उनीहरूको मतलब चुनावी शक्ति या संसदको शक्ति सन्तुलन देखिनु पर्यो। ए, शक्ति सन्तुलन यसमा के पर्छ होला त? मन्त्रालय भागबण्डा त भइहाल्यो होला, अरू? सम्भवतः मुख्य मन्त्रालयहरू कसले लिने भन्नेदेखि लिएर नीति बनाउने बेलामा दुवै पक्षको कुरा सुन्ने, सँगै निर्णय गर्ने अनि राज्यका अरू निकालाहरू हुन्छन् नि, संवैधानिक नियुक्तिहरूदेखि अरू ठाउँमा त्यहाँ पनि मिलेर व्यवस्थापन गर्ने कुराहरू पर्न सक्छन्। ए, भनेपछि अलि व्यापक नै रहेछ। व्यापक नै। मूल कुरा चाहिँ दुवै दललाई सरकारमा आफ्नो ठाउँ छ, आफ्नो एजेन्डा अघि बढाउन सकिन्छ भन्ने महसुस गराउनु हो।